आजभोलि जुन सामाजिक सञ्जालमा स्पष्ट रूपमा देखेका कुराहरू र अबुझ मान्छेहरूले बनाएका जुन हल्लाहरू, यस्तो लाग्छ ती मान्छेहरूले गर्न खोजेको के हो, ती व्यक्तिहरूले चाहेको कुरा के हो। यति मूर्ख देखिरहेको छ। कुनै व्यक्ति यदि गर्न खोज्ने व्यक्तिको पछि हात धोएर पछि लागिरहेको देखिरहेको छ। आफूले त गर्न सक्दैन भने गर्न सक्ने व्यक्तिलाई तिमीहरू किन गर्न दिँदैनौ? तिमीहरूले अझै पनि लुटतन्त्र मचाउन खोजिरहेको छ देशमा। के देशमा लुट चाहेको छ? अझ लुट्न पुगेन तिमीहरूलाई? कति लुट्ने? लुट्न नपाएर अहिले के टिका टिप्पानी गर्दै सामाजिक सञ्जालमा सुदन गुरुङ यस्तो, बालेन यस्तो, यो यस्तो, त्यो त्यस्तो होइन। सहयोग गर, देश बनाउनु छ। देशले आर्थिक उन्नति विकासको चरम उत्कर्षमा पुर्याउनु छ। तिमीहरू किन मूर्ख भएर बसिरहेको छौ? किन सामाजिक सञ्जालमा नचाहिँदा कुराहरू फैलाएर बसिरहेको छौ? कति पैसा आउँछ त्यो सामाजिक सञ्जालमा? 2 पैसा आउँछ होला, 3 पैसा आउँछ होला। जिन्दगी चल्छ। देश बन्नु पर्यो। देश बनेपछि रोजगारी आफै सिर्जना हुन्छ। देश बनेपछि आफ्नो व्यक्तित्व सुधार हुन्छ। देशको विकास हुन्छ। किन गर्न खोज्ने व्यक्तिहरूको खुट्टा तान्दै बस्छौ? अब कुरा गरौँ सुदन गुरुङको। राइट टु रिकल भनेको छ, कहिले के भनेको छ, गर्न खोजिरहेको छ। उसको हरेक कुरा पारदर्शी भएको कुरा उसले स्पष्टीकरण दिइसकेको छ। गृहमन्त्री सुदन गुरुङले आफूमाथि लागेका विभिन्न आरोप र विवादको सन्दर्भमा सामाजिक सञ्जाल मार्फत नै स्पष्टीकरण दिइसकेको छ नि त। उनले आफ्नो लगानी पारदर्शी रहेको दाबी गर्दै सम्पूर्ण कारोबारहरू चाहिँ ब्याङ्किङमा च्यानल मार्फत प्रष्ट भएको कुराहरू गरिरहेको छ। गुरुङले म अनुसन्धानमा आफै पूर्ण सहयोग गर्न तयार रहेको भनेर भनिरहेको छन्। तर तिमीहरू किन यसरी मूर्ख भएर मूर्ख कामहरू गरिरहेका छन्? अझै पनि नेपाल आमा हेरेको, नेपाल आमा हाँसीको हेर्न चाहन्न तिमीहरू? अझै पनि नेपाल के रुइरहेको, नेपाल पुरै विश्वमा ध्वस्त भएर बाँचिरहेको तिमीहरू हेर्न चाहन्छौ? देशमा केही होस्, देश बनोस्, देशमा प्रगति होस्। हामी नेपाली जनताले चाहेको त त्यही हो नि। अब हामी सुशासनको कुरा गर्छौँ। नेपालमा सुशासन अति नै आवश्यक छ। नेपालको गृह मन्त्रालय कुनै पनि सामान्य मन्त्रालय होइन। यो देशको सुरक्षा, कानुनको शासन र जनताको विश्वाससँग प्रत्यक्ष जोडिएको संवेदनशील अङ्ग हो। यस्तो अवस्थामा एक युवा नेतृत्व सुदन गुरुङको आगमनले नेपाली राजनीतिमा नयाँ आशा र अपेक्षा जन्माएको छ। उहाँको कार्यशैली हेर्दा स्पष्ट देखिरहेको छ। छिट्टो निर्णय गर्न सक्ने, कडा कदम चल्न सक्ने, भ्रष्टाचारमाथि शून्य सहनशीलता भएर अघि बढ्न सक्ने, नडराउने, निडर, जो देशको हितमा म कठोर काम गर्छु भनेर अघि बढिरहेको छ। त्यस्तो व्यक्तिहरूको पछि लागेर खुट्टा तान्दै किन बसिरहेको छौ? अब म माननीय ज्यूहरूलाई यो सुझाव दिन चाहन्छु। ऊर्जा र जोश मात्र पर्याप्त नहुँदो रहेछ हाम्रो देशमा। दूरदृष्टि पनि अति नै आवश्यक हुन्छ। म माननीय ज्यूलाई अनुरोध गर्न चाहन्छु, प्रहरी प्रशासन सुधार गर्नुहोला, अपराध नियन्त्रण गर्नुहोला, देशभर शान्ति कायम राख्नुहोला। सबै चुनौतीहरू भने यस्ता चुनौतीहरू निर्मूल गर्न भने सजिलो भने छैन। आज तपाईहरूलाई जनताहरूले हेरिरहेका छन्। साँच्चै परिवर्तन आउँछ कि? भ्रष्टाचारमा संलग्न ठुला व्यक्तिहरू समाउँछ, पक्रिन्छ कि? र कानुन हामी नेपाली जनताको रक्षक भएर, साथी भएर अघि बढ्न सक्छ होला भन्ने आशा गरिरहेका छन्। यी प्रश्नहरूको उत्तर दिनुपर्ने जिम्मेवारी तपाईहरू सामु छ। हामीले स्वीकार गर्नुपर्छ। हामी नेपाली जनता र म पनि स्वीकार गर्छु, यो सुरुवाती चरणमा छ। यो सुरुवातको संकेत तपाईहरूले दिनुभएको छ। उहाँहरूको जुन सुधारको बाटोमा हिँडिराख्नु भएको छ, आशा छ कडा निर्णयसँगै, कडा प्रयोगसँगै न्यायको सन्तुलन र नेतृत्वको जिम्मेवारी लिनुहोला। अन्त्यमा म यही भन्न चाहन्छु, यदि गृहमन्त्री सुदन गुरुङ जनताको विश्वास जित्न सके, कानुनलाई सबैभन्दा माथि राख्न सके, सुरक्षा निकायलाई पारदर्शी बनाउन सक्यो भने नेपाल साँच्चीकै नयाँ दिशा, नयाँ परिवर्तनमा
परिणत हुनेछ। जय देश, जय नेपाल।